मेरो कविताको शीर्षक रहेको छ याद छ तिमीलाई र कविता यसरी सुरु हुन्छ। याद छ तिमीलाई तिम्रा र मेरा मध्यरातसम्मका ती बातहरू, भविष्यका बारेका ती हरेक संवादहरू, जहाँ तिम्रो र मेरो छुट्टै सपनाको संसार थियो। के याद छ तिमीलाई तिमीले र मैले हामी बनेर जिएका ती पलहरू? याद छ तिमीलाई जब म रिसाउँथे तब तिम्रा सरीले भएका ती म्यासेजका नोटिफिकेसनहरू, जब मैले भन्थे आज मलाई खाली लाग्दैछ तब तिम्रा ती फोनमा नसकिने बातहरू, केही कुरा नै नहुँदा नै सम्झेका नै छु है भन्नलाई पठाएका ती मायाका रिल्सहरू। के याद छ तिमीलाई क्लोज फ्रेन्ड्समा समेटिएका ती हाम्रा प्यारा यादहरू? याद छ तिमीलाई मैले फुल मनपर्छ भनेदेखि हरेक भेटमा रित्तो नआएका तिम्रा हातहरू, मलाई गीतभन्दा कविता धेरै मनपर्छ भन्ने थाहा पाएपछि तिम्रा फोनमा समेटिएका कविताका ती कलेक्सनहरू, मलाई चियासँगै जुन हेर्न मनपर्छ भन्दै गर्दा चियाको चुस्की लिएर मतिर हेर्दै तिमीले मलाई मन पराउँछौ भन्दै आफ्ना कबुल गरेका भावनाहरू। के साँच्चै याद छ तिमीलाई मेरो तिमी टाढा जान्छौ कि भन्ने डरको प्रश्नमा तिमीले नजिक तानेर अँगालोमा बेरेर कसेर दिएका ती जवाफहरू? के याद छ तिमीलाई? याद छ तिमीलाई मेरो मौनतालाई बुझेर तिमी आवाज भनेर गुन्जिएको, मेरो शिथिल मन तिम्रो कान, मेरो थकान मिसाउने तिमी चौतारी भएको, मेरो ओठको हाँसो नै तिम्रो लागि ब्रह्माण्डको सबैभन्दा कीमती चिज भएको? के याद छ तिमीलाई मेरो एक थोपा आँसुले नै तिम्रा कयौँ रात बिथुलिएको? के याद छ तिमीलाई? के साँच्चै याद छ तिमीलाई म तिमी तिमी म भएर जिएको? किनभने मैले त बिर्सिनै सकेको छैन न तिमीलाई न तिम्रा यादहरूलाई। तिम्रा यादहरूलाई सन्दुकमा तालचा लगाएर मुटुको एउटा कुनामा राखेको छु, जहाँ मेरो हरेक मायाको ग्रन्थमा तिम्रो नै चर्चा हुनेछ। अमर रहनेछौ तिमी मेरो हरेक कविताका पान्नाहरूमा, प्रेम नै रहनेछौ तिमी मेरो हरेक पुनर्जीवनमा, रहने छैन कमी मेरो मायामा। हिजो जति थियो आज त्यति नै छ र भोलि झन् बढी हुनेछ, फरक यति हो हिजो तिमी मेरो थियौ आज तिम्रो यादहरू मेरा